कुनै काम कति दिनमा 20, 30 र 60 दिनमा गर्न सकिन्छ। सेम काम गर्नुला पहिला ए लेख्नुला, ए को 20 दिन, बी को कति 30 दिन, सी को कति 60 दिन। अब के गर्नुपर्छ टोटल काम फाइन्ड आउट गर्नुपर्छ हैन। अब 20, 30 र 60 को एलसीएम कति हुन्छ 60 हुन्छ। 360 है 60 के हुन्छ टोटल काम हुन्छ हैन। अब के गर्ने अब यहाँ हेर्नु होला त्यसपछि एले 20 दिनमा 60 काम त एले एक दिनमा कति काम एक दिनमा कति काम एक दिनमा 3 काम। बीले 30 दिनमा 60 काम त एक दिनमा कति काम 2 काम 30 गुना 60। सीले 60 दिनमा 60 काम त एक दिनमा कति काम 1 काम। अब के भनेछ त्यसपछि काम अब प्रत्येक बी र सीले प्रत्येक तेस्रो दिन हैन प्रत्येक दोस्रो दिन अनि तेस्रो दिन चाहिँ भने तेस्रो दिन गर्नु प्रत्येक तेस्रो दिन। मतलब के भनेछ ए पहिला 2 दिन काम गर्छ त्यसपछि ए बी सी मिलेर तेस्रो दिन काम गर्छ। बुझ्नु भयो ए यहाँबाट टोटल काम कति छ 60 छ हैन। एले के गर्छ पहिला दिन फर्स्ट दिन ए काम गर्यो हैन। एले एक दिनमा कति काम 3 दिन। फेरि अर्को दिन एले के गर्छ काम गर्छ। बुझ्नु भयो पुरो हैन। अब त्यसपछि तेस्रो दिन के गर्छ बी र सी ले सहयोग गर्छ। तेस्रो दिन बी र सी ले सहयोग गर्छ। एक बीच तेस्रो दिन के भयो प्रत्येक व्यक्तिले काम गर्छ। तेस्रो दिन सबैजना मिलेर काम गर्छ। कति भयो 3, 2, 5, 1, 6। बुझ्नु भयो पुरो 6। अब के भयो 6। अब जोड्नु होला 3, 3, 6, 6, 12। अब यो 3 दिनमा कति काम 12 काम हैन। फेरि अर्को 3 दिन सेमै हुन्छ रिपिट 3 काम गर्छ एले फेरि 3 काम गर्छ बी एले त्यसपछि फेरि के गर्छ 6 काम। तेस्रो दिनमा त 3 जना मिलेर काम गरिरहेछ। अब के गर्ने 6 काम फेरि त 12 काम भइरहेछ। बुझ्नु भयो। अब के गर्ने यो नलेखेर डाइरेक्टली 12 पंचे 60 हैन। कति पल्ट हुनु पर्यो 5 पल्ट। यसले सेम रिपिट हुन्छ 5 पल्ट हुन्छ कि हुँदैन। यो एक पल्ट भयो 2 पल्ट भयो त्यसरी लेख्दै बुझ्न सजिलो हुन्छ। त्यसपछि फेरि यस्तो हुन्छ 3, 3, 6 हुन्छ कि हुँदैन। यो पनि कति काम भयो 12 काम। फेरि के हुन्छ 3, 3, 6। यो पनि कति काम भयो 12 काम। फेरि कति दिन हुन्छ 3, 3, 6। यो पनि कति दिन काम 12 काम त 60 काम त पुरा भयो। अब के भनेछ एले काम कति दिनमा सक्ला हैन। टोटल कति दिन भयो 1 दिन 2 दिन 3 दिन हैन। 3 पंचे 15 दिन। यसरी पनि गर्नुहुन्छ भने कति आउँछ 15 दिन। 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15 दिन। यसरी गर्दा पनि 15 दिन आउँछ। या त बुझ्नु भने 3 दिन भयो त्यसपछि 5 ले मल्टिप्लाई गर्ने त्यसपछि एले 3 काम गर्नु अनि बीले दुई काम मात्र गर्यो। एले मात्रै काम गरेछ। पहिला 2 दिन एले मात्रै काम गरेछ ए त्यसपछि बीसी तेस्रो दिन बी र सी ले पनि काम गर्छ। बी र सी ले के गर्छ सहयोग गर्छ। मतलब ए त काम सहयोग गर्छ हैन। ए त काम गरिरहेछ 3 काम बाकी बी र सी मिलेर 3 काम। 3 दिन कति काम भयो 6 काम। तेस्रो दिन के भइरहेछ 6 काम ए बी सी ले गरिरहेछ। बुझ्नु भयो कि बुझ्नु भएन फेरि गर्नुपर्छ। एले 3 काम गरिरहेछ अनि बी र सी मिलेर फेरि 3 काम गर्छ। हो अनि यो दिन मिलेर गर्छ। एले पहिला 3 काम फर्स्ट दिन सेकेन्ड दिन पनि ए काम गर्छ। यहाँ हेर्नु न प्रत्येक तेस्रो दिन मतलब पहिलो र दोस्रो दिन एले नै काम गर्छ। बुझ्नु भयो। एले 3 काम गर्छ एक दिनमा। दोस्रो दिन पनि सेमै काम गर्छ 3, 6 काम त्यसपछि 6 काम। बुझ्नु भयो। यतिसम्म त कन्फ्युजन छैन। अब के भन्छ एले जम्मा कति दिन काम गरे त ए को त जम्मा जति काम होला त्यति दिन त गरेको छ। किनभने एले त सबै दिन काम गरेको छ। एले कति दिन काम गर्छ 15 दिन। अब बी र सी ले जम्मा कति दिन काम गर्छ। अब जहाँ जहाँ छ त्यहाँ काम गर्छ। 1 दिन भयो 2 दिन भयो 3 दिन भयो 4 दिन भयो 5 दिन हजुर फेरि भन्छु ल।